के तपाईँहरू पनि अस्ट्रेलियामा हुनुहुन्छ र यस्ता गल्तीहरू गरिराख्नु भएको छ जसले तपाईँलाई फाइनेन्सियली फ्रिडम हुनबाट चाहिँ रोकिरहेको छ। आउनुहोस् म तपाईँहरूलाई अस्ट्रेलियामा विद्यार्थीहरूले गर्ने 5 वटा त्यस्तो गल्तीहरूको बारेमा बताउने छु जसको कारणले हामी फाइनेन्सियल फ्रिडम हुनबाट चाहिँ वञ्चित भइरहेका छौँ। नमस्ते, मेरो नाम पुरुषोत्तम अर्याल हो। क्यासफ्लो क्रोनिकलमा तपाईँलाई स्वागत छ। भिडियोलाई मन परेमा अन्तिमसम्म हेरिदिनु होला र लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला। मिस्टेक नम्बर 1, नट डुइङ बजेटिङ फर मन्थली एक्सपेन्सेस। तपाईँको महिनाभरिमा कति खर्च हुन्छ भन्ने कुरा तपाईँलाई थाहा हुँदैन प्रायःजसो, र सेम मिस्टेक मैले पनि गरेको थिएँ। महिनाभरि पैसा चाहिँ आइरहेको हुन्छ रेगुलरली, तर खर्च चाहिँ कता भइरहेको हुन्छ भनेर हामीले त्यो कुरालाई ट्र्याक गर्दैनौँ र खासै इम्पोर्टेन्स पनि दिँदैनौँ। महिनाभरि कति खर्च हुन्छ, मेरो एकोमोडेसनमा कति जान्छ, ग्रोसरीमा कति जान्छ, इन्टरटेनमेन्टमा गोइङ आउटमा कति जान्छ भनेर त्यो मेरो बजेटिङको बारेमा, मेरो खर्चको बारेमा मलाई थाहा हुनु एकदमै आवश्यक छ। त्यो फाइनेन्सियल डिसिप्लिनको फर्स्ट स्टेप हो। र महिनाको सुरुमा बजेटिङ गरिसकेपछि तपाईँलाई थाहा हुन्छ कि मेरो यो महिनाभरिमा कति खर्च हुन्छ भन्ने, र रफली त्यो पैसालाई चाहिँ एट द स्टार्ट अफ द मन्थ त्यो पैसालाई चाहिँ अकाउन्टमा राखेर स्टार्ट गर्नुहोस् त्यो महिना, र सकेसम्म ट्राई टु स्टिक टु द्याट अमाउन्ट। मिस्टेक नम्बर 2, गेटिङ क्रेडिट कार्ड। ब्याङ्कहरूले आफ्नो प्रफिट म्याक्सिमाइज गर्नको लागि बनाएको इन्स्ट्रुमेन्ट हो क्रेडिट कार्ड। यदि तपाईँ क्रेडिट कार्ड लिएर आफूलाई चाहिने भन्दा बढी खर्च गर्दै हुनुहुन्छ, अनावश्यक खर्चहरू ल्याभिस स्पेन्डिङ गर्दै हुनुहुन्छ, र तपाईँलाई चाहिँ आवश्यक नभइकन, अत्यावश्यक नभइकन तपाईँले यदि क्रेडिट कार्ड ब्याङ्कबाट लिएर त्यो पैसा तपाईँले आफ्नो पर्सनल लाइफस्टाइल अपग्रेडेसनको लागि युज गर्दै हुनुहुन्छ भने तपाईँ फाइनेन्सियल ट्र्यापमा पर्दै हुनुहुन्छ। त्यो पैसा भनेको तपाईँको आफ्नो पैसा होइन। त्यो पैसा तपाईँलाई ब्याङ्कले लैजा, युज गर, ल्याभिस खर्च गर र तिर्न सकिनस् भने चाहिँ पछि म तँसँग इन्ट्रेस्ट लिन्छु भनेर एउटा फाइनेन्सियल ट्र्यापको लागि बनाएको कार्ड हो। मिस्टेक नम्बर 3, नट क्रिएटिङ इमर्जेन्सी फन्ड। इमेजिन गर्नुहोस् तपाईँ हरेक दिन काममा जानुहुन्छ र तपाईँलाई त्यो काममा जान मन पर्दैन। तपाईँलाई थाहा छ कि तपाईँ त्योभन्दा राम्रो काम गर्न सक्नुहुन्छ र आफूलाई अपग्रेड गर्न चाहनुहुन्छ, तर तपाईँ चाहेर पनि त्यो काम छोड्न सक्नु भएको छैन किनकि तपाईँसँग फाइनेन्सियल अब्लिगेसनहरू छन्। 2 हप्ता काममा नजाने बित्तिकै तपाईँको फाइनेन्सियल्ली सबै डामाडोल हुन्छ। यदि तपाईँसँग इमर्जेन्सी फन्ड हुन्थ्यो भने यु कुड टेक द्याट डिसिजन। पिआरको लागि, सिटिजनसिपको लागि इन्ट्रेस्टेड मुभ हुन चाहनुहुन्छ भने त्यतिखेर इमर्जेन्सी फन्ड भनेको तपाईँको लागि एकदमै आवश्यक हुन्छ। मिस्टेक नम्बर 4, नट कम्प्लिटिङ स्टडी अन टाइम। महिनाभरि काम गर्ने, 70 घन्टा काम गर्ने, वेन इट कम्स टु स्टडी एउटा मात्रै युनिटमा पनि फेल हुनुभयो भने अस्ट्रेलियामा एउटा युनिटलाई कमसेकम 2 देखि 3,000 पर्दछ। तपाईँले फेरि त्यो युनिट रिपिट गर्नुपर्ने हुन्छ। तपाईँको समय त बर्बाद भयो नै, प्लस एक्स्ट्रा पैसा तिरेर फेरि युनिट गर्दाखेरि तपाईँको पैसा 2 देखि 3,000 जान्छ। महिनाभरि त्यत्रो मेहनत गरेर कमाएको पैसाको के मतलब भयो? त्यही भएर तपाईँले सबैभन्दा पहिला इम्पोर्टेन्स आफ्नो स्टडीलाई दिनुहोस्, न कि कामलाई। काम भनेको तपाईँको सेकेन्ड प्रायोरिटी हो। मिस्टेक नम्बर 5, बाइङ कार इन फाइनेन्स। यदि तपाईँले आफूलाई कारको आवश्यकता पर्यो भने आफूसँग बाँकी भएको रकम जम्मा गर्न सुरु गर्नुहोस्। तपाईँको कार भनेको एउटा चाहिँ लेभरेज हो। त्यो लेभरेजको लागि तपाईँले पैसा जम्मा गर्नुहोस्। गिभ सम टाइम। 6 महिना तपाईँले पैसा कारको लागि छुट्टै जम्मा गरेर 5 या 10,000 जति जम्मा गर्नु र कार किन्नु र फाइनेन्समा कार किन्नुमा फरक छ। फाइनेन्समा कार किन्दा तपाईँले इम्पल्स बाइङ गर्नुहुन्छ। तपाईँले सकेसम्म ठुलो कार किन्नुहुन्छ जुन चाहिँ तपाईँले पछि अहिले किन्दा त थाहा हुँदैन, अहिले त रमाइलो हुन्छ नयाँ कार चढ्न, तर जब तपाईँ त्यसको डाउन पेमेन्ट गर्नुहुन्छ फाइनेन्सियल ट्र्यापमा पर्नुहुन्छ। त्यही भएर आफूले एकचोटिमा 1 बाईमा कार किन्न सक्नुहुन्न भने डु नट बाई कार इन फाइनेन्स, स्पेसली वेन यु आर स्टुडेन्ट इन अस्ट्रेलिया। साथीले एसयुभी चढ्यो भन्दैमा तपाईँले पनि एसयुभी चढ्नै पर्छ भन्ने केही पनि छैन। 5,000 को कारले पनि तपाईँलाई पोइन्ट एबाट पोइन्ट बीमा पुर्याउँछ। तपाईँलाई जति आवश्यक छ, जति तपाईँले सक्नुहुन्छ, जति चाहिँ तपाईँले टोटल 100% पे गरेर तपाईँले कार किन्न सक्नुहुन्छ त्यतिको मात्रै कार किन्नुहोस्। सानो कार भएर फरक पर्दैन, पछि अपग्रेड गर्न सक्नुहुन्छ। पछि तपाईँसँग पैसा भयो भने त्यो कार बेचेर अन टप अफ द्याट फेरि एक्स्ट्रा पैसा हालेर अर्को कार अपग्रेड गर्न सक्नुहुन्छ। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि पनि यस्तै भिडियोहरू लिएर आउनेछु। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल। त्यतिन्जेलको लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र स्पेसल्ली फाइनेन्सियली फ्रिडम रहनुहोस्।